हेलो साथीहरू, म आज युट्युबमा युट्युबको लागि थम्बनेल कसरी बनाउने भिडियो बनाउन गइराखेको छु। त्यसका लागि सबैभन्दा पहिला तपाईहरूले मोबाइलको प्ले स्टोरमा गएर क्यानभा एप डाउनलोड गर्नुहोला। नेट स्लो भएको कारणले गर्दा यसमा डाउनलोड गर्नुहोला। मेरो अलरेडी डाउनलोड छ, यसमा क्लिक गर्नुहोला। खुल्दैछ। म चाहिँ आज युट्युबको लागि यहाँ चाहिँ यो सर्च बारमा चाहिँ युट्युब थम्बनेल यसमा क्लिक गर्नुहोला। तपाईलाई कस्तो किसिमको थम्बनेल चाहिन्छ यहाँबाट छान्नु होला। म चाहिँ यस्तो थम्बनेल बनाउन गइराखेको छु। अलिकति नेट स्लो छ। अब यो आइसकेपछि यसमा रहेको यहाँ लेख्नलाई यसमा डबल क्लिक गर्नु होला र यहाँ भएको मेटाउनु होला र यहाँ आफूले चाहेको कुरा लेख्नु होला। एकछिन है। अब म यहाँ ईशाबाट हाउ टु मोबाइल कसरी रिचार्ज गर्ने सम्बन्धमा भिडियो बनाउन गइरहेको छु। यसको लागि यस्तो लेख्नु होला र त्यसपछि यहाँ चाहिँ हाउ टु रिचार्ज मोबाइल बाई यति लेखिसकेपछि यसलाई कलर दिन मन लाग्यो भने कलरको सिम्बलमा थिच्नु होला। यति भइसकेपछि तपाईलाई कुन कलर मन पर्छ, कुन कलर फिट हुन्छ त्यही कलर हाल्नु होला। मैले यो कलर चुज गरेँ। ल हेरौँ। चेन्ज अल। ओके। अब यति भइसकेपछि तपाईहरूले यहाँ फोटो राख्न चाहनु भयो भने यो फोटोमा क्लिक गर्नु होला। फोटोमा क्लिक गरिसकेपछि यहाँबाट ग्यालरीबाट फोटो ल्याउनु होला अथवा यहाँ रिप्लेस गर्नु होला र ग्यालरीबाट फोटो लागि जस्तो गुगलमा जानु होला। गुगलमा गइसकेपछि यहाँ एनटिसी लोगो भनेर लेख्नु होला। यसरी यसलाई डाउनलोड गर्नु होला। मैले चाहिँ अहिले सजिलोको लागि स्क्रिनशट गरेँ। त्यस्तै अरु एडिट गरौँ। क्रप ल अझै मिलाउँ। ल रिप्लेस। अब यसपछि तपाईँ ब्याक आउनु होला र फेरि हामी बाँकी काम गर्छौँ। एकछिन है, नेट स्लो छ। अब त्यसपछि यहाँ क्लिक गर्नु होला। त्यसपछि मोरबाट ग्यालरीमा जानु होला। ग्यालरीमा गएर अघि हामीले डाउनलोड गरेका फोटाहरू यसरी डन गर्नु होला। डन गरिसकेपछि यसलाई रिप्लेस गर्नु होला।
यो रिप्लेस गरिसकेपछि टिक लाउनु होला र यसको साइज पनि घटाउन सकिन्छ यसरी ओके भयो फेरि यसरी हामी के त युट्युबका लागि थम्बनेलहरू बनाउन सक्छौं र तपाईहरु पनि यो भिडियो हेरेर यस्तै थम्बनेलहरू बनाउन सक्नुहुन्छ यसलाई अब डाउनलोड गर्न सिकौं यहाँ थिच्नु होला त्यसपछि डाउनलोड विथ वाटरमार्क्स अब यसलाई फाइलमा सेभ गर्नु होला सेभ अब हामी फाइलमा गएर हेर्छौं यो सेभ भयो कि भएन यहाँ हाम्रो अघिको युट्युबको लागि थम्बनेल रेडी भइसकेको छ